चुनाव त सक्यो है, टिनिनिनिनि घन्टी बजिहाल्यो। अनि त्यही भएर हामी चाहिँ अब घुम्न निस्केको। हामी चाहिँ लुम्बिनी जाँदैछौँ। मेरो नानी चाहिँ सानी छ नि त, अनि उसलाई कतै एक्सप्लोर पनि गराएको छैन कि, अनि त्यही भएर कतै लैजाउँ भनेर सोचिरहेको थियौँ। अनि यो स्याङ्जामा घर आएको बेलामा अनि त्यसपछि लुम्बिनी नजिक पनि पर्छ नि त काठमाडौँबाट भन्दा, अनि त्यही भएर हामी चाहिँ हिँड्यौँ। अनि यो आजको मिनी ब्लग चाहिँ स्याङ्जा टु बुटोलसम्मको। उहाँ चाहिँ मेरो श्रीमानजी हो कि, सबै सामान मिलाउँदै हुनुहुन्छ। अनि उहाँहरू चाहिँ हाम्रो बाबा मम्मी, अनि मम्मी पनि हामीसँगै जाँदै हुनुहुन्छ नि त। अनि बाबालाई चाहिँ एक्लै भयो भनेर कस्तो पिर परिरहेको थियो कि। यो चाहिँ हाम्रो घरनेरीको बाटो हो कि, जहिले बिग्रिएर हुन्छ। मेबी अब चाहिँ भन्छ होला कि बनाउँदैछ। हामी चाहिँ स्याङ्जा हुँदै पाल्पाको बाटो जाँदैछौँ कि बुटोल। यो बाटो चाहिँ म जम्मा एकचोटि मात्रै हिँडेको थिएँ कि, अनि मैले नोटिस नै गरेको रहन्छु कि यो बाटो कस्तो छ भनेर। भ्यूहरू त राम्रो ठिकै थियो है, तर लास्टै घुमाउरोको एकदमै रिङ्गटै लाग्ने थियो बाटोहरू चाहिँ। यो पाल्पातिरको चाहिँ बटुक चुकाउने एकदमै फेमस हो कि, हजुरहरूले ट्राई गर्नुभएको छ भने भन्नुहोस् है त। यो मेरो श्रीमानजीलाई चाहिँ एकदमै मन परिरहेको थियो कि। बाटो अन्त त राम्रै थियो है, तर यो सिधा बाबानेरीको अलिअलि बाटो चाहिँ एकदमै नराम्रो कि। यो वर्षामा नि कति पहिरो गएको गए हुन्छ नि यहाँ। अब त टनल बन्दैछ, मेबी राम्रो हुन्छ होला। अनि फाइनली आफ्टर 5 आवर्स हामी चाहिँ बुटोल आइपुग्यौँ। यो चाहिँ पूर्व पश्चिम हाइवे हो कि, यता चाहिँ बाटो लगभग बनिसक्यो नि त। कस्तो राम्रो हुँदैछ कि यता चाहिँ।